सबै पैसा आइसकेका छैन दाइ, सबै फिल्मबाट आउनुपर्छ दाइ, आउँदै गर्दा तिर्दै जान्छु दाइ, केही छैन दाइ, देशको लागि तिर्ने हो, तिर्नुपर्छ। राज्यको कर नतिरिकन राज्यले यसो गरेन त्यसो गरेन भन्दैनौँ हामी इमान्दारी साथ तिर्छौँ दाइ। 61 लाख लिएर गल्ती गर्यौँ, 1 करोड दिनुपर्ने रहेछ हामीले। अझ हेलो माग्ने बुढाको जुन मेहनत छ, उसको समर्पण छ। अब उहाँहरूले कसैलाई धेरै पे गर्नुहुन्छ भने त्यो उहाँहरूको पर्सनल इन्ट्रेस्ट होला, कसैलाई अब डिजर्भिङ नै ठान्नु भएर नै गर्नुभयो होला। अहिलेसम्म कुनै डिजर्भिङ नायिका हुनुहुन्न जसले चाहिँ 50-60 लाख डिजर्भ गर्नुहुन्छ? त्यसो भए मैले आफू जति डिजर्भ गर्छु, मलाई जति पाउनु पर्ने हो त्यति मैले पाएको छु र म एकदम खुसी पनि छु। जबुजीले मलाई फोन गरेर के भन्नुभयो, रिसर एउटा कुरा सोध्यौँ, तपाईँले माग्ने बुढालाई 61 लाख दिएको, 60 लाख दिएको भन्नुभयो। मैले कति दिएको हो भन्दिनँ, तर 1 करोड दिनुपर्ने मान्छेलाई कम पैसा दिएछ भने हो मैले। यो फिल्मले एक हिसाबले राजावाला अनुभूति दियो कि दिएन हैन? किनभने अहिलेको टाइममा सबैभन्दा महँगो कलाकार भनेर नै छापिएको थियो जताततै न्युज। त्यो न्युजले कस्तो अनुभूति दिएको थियो त्यो पनि सुनौँ न अलिकति। अहिलेसम्म यो कति पारिश्रमिकको विषयमा चाहिँ म अहिलेसम्म तपाईँ जुनै पनि मेकरहरूलाई, मैले काम गरेको मेकरहरूलाई सोध्नु, मैले कहिले पनि पैसाको बारेमा डिमान्ड गरेको पनि छैन र मेरो यति उति हो भनेर भनेको पनि छैन। नेपाली चलचित्र क्षेत्रका सबैभन्दा महँगा अभिनेता भनेर माग्ने बुढालाई अहिले तपाईँले 60 लाख भन्ने कुरा थियो, 50 लाख चाहिँ पक्का दिनुभएको रे भन्ने कुरा सुनिन्छ। 50 लाख भनेको त योभन्दा अगाडि अरू कसैले सायद लिएका थिएनन्। 50-60 लाख त पनि माग्ने बुढालाई भने निकै चर्चा भयो। यो चर्चाका लागि मात्रै न्युज निकालियो कि साँच्चीकै भित्र चेक अथवा सम्झौता पत्रमा त्यही नै छ? जे हो त्यो भनिदिनु होला, साँच्चै नै 50 लाख दिएको हो कि होइन? धन्यवाद। यो जिज्ञासा हाम्रो चलचित्र घोषणादेखि निकै नै भएको थियो। म आज प्रज्ञा प्रतिष्ठान हाम्रो कलाको मन्दिरको ठाउँमा आएको छु र यो मन्दिरलाई साक्षी राखेर भन्छु, कसले के भन्छ कसो भन्छ त्यो थाहा छैन, माग्ने केदार घिमिरेलाई 51 लाख रुपियाँ दिएको हो, 10 लाख रुपियाँ उधारो दिएको हो, पुरा 61 लाखको प्रतिबद्धता गरेको छु। त्यो कुरा जानकारी गराउन चाहन्छु। ल आज छाप्लाङ्ग भएन, 61 लाख 60 होइन 61, अझ 1 लाख बढी। अब डाइरेक्टर साहबलाई यो क्वेसन आउँछ, 8 वर्षपछि भाइ बोल्नु थाल तपाईँ के बोल्ने हो? अलिअलि पानी त परिरहेको थियो कि, तर तपाईँको भनाइहरूले वर्षाजी त चुर्लुममा डुब्नु होला जस्तो लाग्यो। होइन कहाँ तपाईँ यहाँ सुन्नु न, तपाईँ नेपाली फिल्म इन्डस्ट्रीले कलाकारलाई आफ्नै तरिकाले परिभाषित गर्छ। कहिलेकाहीँ अनुप भाइको र मेरो राम्रो सम्बन्ध हुँदैन, ऋषि लाम्छाने यस्तो भनेर अनुप भाइले अर्कोलाई भन्छ, अर्कोलाई त्यो बकवास कुरा के सम्बन्ध तिम्रो र मेरो छ नि बाहिर त्यत्तिकै हावा हुन्छ। त्यस्तै वर्षा शिवाकोटीले टाइम नदेला, वर्षा शिवाकोटीले के यस्ता बकवास कुराहरू अरू मान्छे चिनेर बोल्ने नचिनेर नबोल्ने। वर्षाले सुरुदेखि आजको दिनसम्म मान्नुहुन्छ पैसा पनि मागेको थिएन, नानी तिम्रो पैसा लिने बेला लिनु पर्दैन, एग्रिमेन्ट गरेपछि त पैसा लिनुपर्छ भनेर आफैले दिनुभएको प्रोड्युसरमा। त्यति इमान्दार मान्छे इन्डस्ट्रीमा सायद कुनै पनि नायिका त्यति इमान्दार छैन जति वर्षा शिवाकोटी अहिले देखिरहेछ, आफ्नो कामप्रति लागिरहेछ। त्यो त रमाइलो हो, यो भनिरहँदाखेरि यति इमान्दार नायिका यस्तो उस्तो भनिरहँदाखेरि निर्माताज्यूलाई फेरि प्रश्न आइदिइहाल्छ, पैसा दिने मान्छे उहाँ नै हो। माग्ने बुढालाई 61 लाख दिनुभयो भने कति लाख दिनुभयो त नायिकालाई? सबै भन्न जरुरी छैन, माग्ने बुढाको मार्केटमा आयो कुरा त्यसकारण भने हो। वर्षालाई कति दियो सबैलाई त्यो भन्न जरुरी छैन। तपाईँ त्यो त अधिकार हजुरको छ होइन, नभन्ने प्रश्न गर्ने अधिकार मेरो छ। तर मैले भन्न खोजेको नायिकाहरूको धेरै नै अनुपातमा चाहिँ निकै तल हुन्छ अरे कि, तपाईँले बढाउनु भएको छ अन्य अनुपातमा भन्दा बढी? खास कुरा के हो भने जे चर्चामा आएको छ त्यो माग्ने बुढाको आएको हो होइन। हाम्रो वर्षाजीसँग सायद मेरो सुटिङभरिमा 3-4 चोटि देखाभेट भयो होला। चलचित्रमा उहाँलाई काम गर्नुको लागि पैसा दिएको हो, उहाँले जति पैसा भन्नुभयो त्यति पैसा दियो, पैसा खुलाउन मिल्दैन। हस् धन्यवाद। उहाँले जति भन्नुभयो 1 पैसा घटाएको पनि होइन। अघिको विषयमा वर्षाजीले आपत्ति जनाउनु भएको थियो नि, त्यसमा किन आपत्ति जनाउनु भएको त? अघि आपत्ति आपत्ति जनाएको होइन, यसो रमाइलो गरे हो उहाँले पनि। अब त्यो आउँछ यस्तो कुराहरू धेरै मेरो बारेमा मात्रै होइन, हाम्रो इन्डस्ट्रीमा कस्तो छ भने अलिकति कसैको पनि
सहज भएर हामीले राम्रो तारिफ गर्न एकदमै गाह्रो हुन्छ हामीलाई कसैको पनि। कुनै चलचित्रमा आबद्ध हुँदै गर्दाखेरि कसलाई कोही प्यारो भएको हुन्छ, कसलाई को प्यारो भएको हुन्छ। त्यसले गर्दाखेरि आफूलाई अलिकति पर्सनली मन नपर्ने मान्छेहरूलाई चाहिँ यो आफ्नै एउटा स्टोरी बनाएर आफ्नै कथा बनाएर पोर्ट्रे गरिराखेका हुन्छ होइन। यो कुरामा चाहिँ हाम्रो धेरै कुराहरू भइरहँदाखेरि यस्तो विचारहरू मिल्यो, तिम्रो बारेमा पनि भन्छन्, अरूको बारेमा पनि भन्छन्, सबैको बारेमा भन्छन्, तर काम गरिसकेपछि पर्सनली चिनिसकेपछि धेरै समय सँगै टाइम स्पेन्ड गरिसकेपछि मात्र चिनिँदो रहेछ तिमी प्रोफेसनली यस्तो रहेछौ भनेर उहाँले अघि जसरी यहाँ खुलेर तारिफ गर्नुभएको छ सबैको अगाडि, त्यसरी पर्सनल्ली पनि कामको सेटमा पनि उहाँले एकदमै मोटिभेट गरिरहनु भएको हुन्छ। सो अलिकति यस्तो हुन्छ है, यस्तो भनिन्छ अभिनेत्रीको बारेमा चाहिँ धेरै जस्तो यस्तो हल्लाहरू पनि आइरहेको हुन्छ भन्ने हिसाबले भन्नुभयो होला। त्यसमा मलाई केही आपत्ति छैन, यसो जिस्काइदिएको मात्र हो। वर्षाजीलाई नै सोधौँ है, म यतापट्टि छु, तर क्यामेरामा नै हेरेर एन्सर दिनु होला है। मलाई यो अलिकति यो फिल्म क्षेत्रको यो एकदम नराम्रो कुरा लाग्छ र ऋषिजीले अघि बोलिरहँदाखेरि मलाई एकदमै नराम्रो लाग्यो कि आफू एउटा बिङ अ फिमेल होइन, पुरुषहरूको पैसा चाहिँ गर्वका साथ भन्ने 51-56 लाख जति लाख होस् होइन, 61 लाख भनेर महिलाको पैसा चाहिँ खुलाउन मिल्दैन भनेर भन्नुहुन्छ तपाईँ आफैले होइन। बिङ अ फिमेल तपाईँलाई यस्तो कुराले चाहिँ चित्त दुख्छ कि दुख्दैन? आज त्यो चाहिँ कुरा गरौँ। मलाई हो क्वेसन होइन, त्यस्तो चित्त दुखाइ अब पर्सनल सोचमा फरक पर्छ जस्तो लाग्छ मलाई चाहिँ। कहिले पनि कसले कति पैसा लियो पैसाको बारेमा बोल्नै मन लाग्दैन, किनभने म कहिले पनि चलचित्र पैसाको लागि काम गरेकै छैन। उहाँले मैले आजसम्म लगभग 16-17वटा चलचित्र गरेँ होला, कुनैमा पनि मेरो यति हो कति हो भ्यालु कति हुन्छ एउटा कलाकारको भन्ने मलाई थाहा छैन, कुन एक्सटेन्टसम्म कति धेरै हो र कति थोरै हो भन्ने नै मलाई थाहा छैन। त्यसले गर्दाखेरि कसले कति पाउँछ कसले कति पाउँदैन, कसले कति पाउनु पर्ने हो त्यो लिमिटेसन सायद तोकिएको छैन। किनभने नेपालको चलचित्र बजारीकरण हेर्दाखेरि त यहाँ त पैसाको मापनले स्टारडम मापन भइरहेको छ नि त। तपाईँले आफूलाई जुन पारिश्रमिक दिइएको छ त्यो पारिश्रमिकको आधारमा चाहिँ आफूलाई स्टार मान्ने कि नमान्ने अब मानिएको छ कि छैन? म आफूलाई स्टार मान्दिनँ, किनभने म आफूलाई एउटा राम्रो कलाकार हुन ट्राई गर्छु। स्टार के हो भन्ने पनि मलाई थाहा छैन राम्रोसँग, को के स्टार को कता स्टार कसले दिन्छ, यो ट्याग किन दिन्छ, कसरी दिन्छ त्यो मलाई थाहा छैन। सबैजनाको आफ्नो सोच होला, कसैलाई पैसाले स्टार बनाएको होला, कसैलाई अभिनयले स्टार बनाएको होला, के होला। तर मलाई चाहिँ अब अहिलेसम्म यो कति पारिश्रमिकको विषयमा चाहिँ म अहिलेसम्म तपाईँ जुनै पनि मेकरहरूलाई मैले काम गरेको मेकरहरूलाई सोध्नु, मैले कहिले पनि पैसाको बारेमा डिमान्ड गरेको पनि छैन र मेरो यति उति हो भनेर भनेको पनि छैन। उहाँहरूको प्रस्ताव आउँदाखेरि पनि मैले पैसा यति हो है ल यसरी काम गरौँ भनेर पनि भनेको छैन। अब उहाँहरूले कसैलाई धेरै पे गर्नुहुन्छ भने त्यो उहाँहरूको पर्सनल इन्ट्रेस्ट होला, कसैलाई अब डिजर्भिङ नै ठान्नु भएर नै गर्नुभयो होला अथवा के होला, त्यो मलाई त्यसको विषयमा चाहिँ मलाई थाहा छैन। तर मलाई जहाँसम्म लाग्छ केदार दाई आफैमा यति नै ट्यालेन्टेड, यति भर्सटाइल मान्छे हुनुहुन्छ, उहाँ त्यति डिजर्भ पनि गर्नुहुन्छ जस्तो पनि लाग्छ मलाई। र मैले आफू जति डिजर्भ गर्छु, मलाई जति पाउनु पर्ने हो त्यति मैले पाएको छु र म एकदम खुसी पनि छु जस्तो लाग्छ। तर पैसाको लागि भनेर चाहिँ अहिलेसम्म यति उति भनेर चाहिँ मैले त्यसरी काम गरेको छैन। त्यही भएर मलाई पैसाले मलाई स्टार बनायो कि पैसाले मलाई धेरै भयो भन्ने चाहिँ मलाई कहिले पनि त्यो फिल चाहिँ हुँदैन। र उहाँहरूले इनकेस मेकरहरूबाट चाहिँ पैसाले एक्टरहरू अलिकति तपाईँको यो अलिकति रोमान्टिक भइरहेछ। म तपाईँलाई अब अर्को हिसाबले सोध्छु होइन, अहिलेसम्म नेपाली फिल्म इन्डस्ट्रीमा कुन चाहिँ नायिका हुनुहुन्छ जसले चाहिँ 50 लाख लिनुभयो भनेर सुनिएको छ त? धेरै डिजर्भिङ नायिकाहरू त हुनुहुन्छ होला नि त, पुरा नायिकाहरू पनि त हुनुहुन्छ होला नि त होइन। यो कुरामा मलाई अलिकति कन्सर्न गर्न मन लाग्यो कि तपाईँसँग चाहिँ तपाईँ अलिकति डिप्लोमेटिक एन्सर दिइरहनु भएको छ। तर नायिकाको हिसाबले अहिलेसम्म कुनै डिजर्भिङ नायिका हुनुहुन्न जसले चाहिँ 50-60 लाख डिजर्भ गर्नुहुन्छ? त्यसो भए अब नायिकाहरूको विषयमा यो नेपाली चलचित्र क्षेत्र मात्रै होइन, सायद वर्ल्डभरि नै यो एउटा प्र्याक्टिस छ। जति पनि न्युजहरू आउँछ त्यो न्युजहरू जहिले पनि मेल एक्टरहरूको नै पैसामा डिपेन्ड भएर आउँछ। यसले यति इन्डियामा पनि त हेर्नुहोस् न, बलिउडमा पनि 100 करोड यति कति करोड लियो भन्ने कुराहरू आउँछ, तर फिमेलको बारेमा त्यति धेरै विषयको कुराहरू आउँदैन। किनभने अब तपाईँहरू जस्तोले यहाँ यस्तो प्रश्नहरू उठाइदिनु भइरहेको छ, अब सायद मेबी अब आउन पनि सक्छ। तर मेबी बिङ एन फिमेल एक्टर होइन, आई डोन्ट थिङ्क कसैले पनि अहिले त्यो विषयमा यति धेरै
यो विषयलाई चाहिँ प्रायोरिटी दिएर पुरा अगाडि राख्नु भएको पनि छ जस्तो लाग्दैन, किनभने मेबी द्याट्स नट इम्पोर्टेन्ट फर लेडिज। मेबी हाम्रो लागि पैसा भन्दा पनि एउटा पर्फर्मेन्स, एउटा अपर्च्युनिटी, एउटा टिमवर्क त्यो ठुलो हो कि, त्यो पनि हुनसक्छ। ऋषिजीलाई पनि सोधौँ है। म एकछिन यो क्वेसनमा बोल्छु है। हामीले केदार घिमिरेले यति पैसा लियो हामीले भने होइन नि, तपाईँहरू जस्तो पत्रकारले छाप्नु भएको कति लगायो, 60 लाख लगाए, 61 लाख लगाए, कतैबाट छापेको गलत न्युज त छापिएको होइन, त सही न्युज नै छापिएको हो। सही न्युज दिएको कुरालाई तपाईँहरूले छाप्नु भयो, हामीले दियौँ भनेर गर्व त गरेका छैनौँ नि त, हामीले प्राउड गरेका छैन। उहाँले लगेको पारिश्रमिक मैले साँच्चीकै भन्नुपर्दा बुढालाई हामीले 60 लाख 61 लाख दिएर गल्ती गऱ्यौँ, 61 लाख लिएर गल्ती गऱ्यौँ, 1 करोड दिनुपर्ने रहेछ हामीले। अझ माग्ने बुढाको जुन मेहनत छ, उसको समर्पण छ। यहाँ सुन्नुहोस् बहिनी, रातको 11 बजे स्क्रिप्टमा डिस्कस गर्न पनि आउन तयार। आज कोही स्टार आउँछ, राति 11 बजे ऋषि लामिछाने घरमा सुतिरहेको थियो, मलाई फोन गरेर दाइ कहाँ हो, घरमा एउटा आइडिया फुर्यो, तपाईँसँग डिस्कस गर्न आउँछु। भाइ म सुतिसक्यो, होइन अहिले गर्नु पर्यो। 11 बजे घरमा आएर डिस्कस गर्ने आजसम्म एउटा नायक देखाउनुहोस्, त्यो नायकलाई 61 लाख कमलो 1 करोड रुपियाँ दिनुपर्छ। ऋषिजी अलिकति डोमिनेट गरिरहनु तपाईँले हामीलाई। होइन म बोल्नु प्लिज प्लिज अलिकति सबै रूपमा बोल्दिन अनुरोध गर्छु। अलिकति डोमिनेट गर्नुभयो कि थर्काउनु भएको छ। म यो विषयमा बोल्छु है। प्लिज मैले तपाईँलाई यही विषयमा सोधेको थिएँ मेरो पेपरको लागि। आफै मैले छापेको गर्व साथ भन्नु 60 लाख रुपियाँ लिएको मैले छापेको हो। तपाईँले बोल्न चाहनु भएन त्यतिखेर। मैले एकछिन म भन्छु प्लिज। त्यसपछि नायकजीले फर्मेट गर्नुभयो, उहाँले सेयर र उसको कुरा गर्नुभयो, छापेको मैले हो। डबुजीले गलत कुरा गर्नुभयो, डबुजीलाई यही एन्सर दिएको 1 करोड दिएको दिनुपर्ने भनेको छु मैले। होइन तपाईँले भन्नुभयो, तर पैसा भन्न चाहनु भएन। धन्यवाद मुनालजी, तपाईँले भनिदिनु भयो। मेरो प्रश्न अब यहाँनिर छ। मेरो प्रश्न 50-51 लाख रुपियाँ क्यास दिनुभयो, बाँकी चाहिँ तपाईँहरूले चाहिँ सेयर हाल्नुभयो। थ्याङ्क यू सो मच। राम्रो हो यो पैसा, शुभकामना चाहिँ सबैले पाउनुपर्छ। तर यो पैसाको 15% ट्याक्स तिरेको चाहिँ कहीँ देखिन्छ कि देख्दैन भने जिज्ञासेको मात्रै हो। थ्याङ्क यू। अलिकति नम्र साथ बोलिदिनु अनुरोध गर्छु। थ्याङ्क यू। होइन यस्तो तपाईँको पाहुना हो सर। होइन डबुजीले मलाई फोन गरेर के भन्नुभयो, ऋषि सर एउटा कुरा सोध्यौँ, तपाईँले माग्ने बुढालाई 61 लाख दिएको, 60 लाख दिएको भन्नुभयो। मैले कति दिएको हो भन्दिनँ, तर 1 करोड दिनुपर्ने मान्छेलाई कम पैसा दिएछ भने हो मैले। डबुजी हो, मैले त्यही भने, फ्याक्ट कुरा हो, त्यही हो। जसको कुरा भइरहेछ उहाँ भर्खरै आउनु भएको छ होइन, माग्ने राजालाई नै सोधौँ न त। यो फिल्मले एक हिसाबले राजावाला अनुभूति दियो कि दिएन होइन, किनभने अहिलेको टाइममा सबैभन्दा महँगो कलाकार भनेर नै छापिएको थियो जताततै न्युज। त्यो न्युजले कस्तो अनुभूति दिएको थियो त्यो पनि सुनौँ न अलिकति। सबैलाई धन्यवाद छ। मुख्य कुरा चाहिँ मलाई जसरी मुख्य भूमिकामा लिइदिनु भयो त्यसको लागि नै धेरै धेरै धन्यवाद छ। अपेक्षा धेरै छ, सबैबाट सहयोगको अपेक्षा गरेका छौँ। जय झगडा नहोस् भन्ने नै छ, हामी मेलमिलापकै पक्षमा छौँ। ट्याक्सको कुरा दाइ, इमान्दारी साथ तिर्छु दाइ। सबै पैसा आइसकेका छैन दाइ, सबै फिल्मबाट आउनुपर्छ दाइ। आउँदै गर्दा तिर्दै जान्छु दाइ, केही छैन दाइ। देशको लागि तिर्ने हो, तिर्नुपर्छ। राज्यको कर नतिरिकन राज्यले यसो गरेन त्यसो गरेन भन्दैनौँ हामी इमान्दारी साथ तिर्छौँ दाइ। यहाँ नेपालमा अहिले के छ भने राजाको प्रतिस्पर्धा, यो कोही राजा ल्याउने कोही फाल्ने खेलमा लागिरहेछन्। हामीलाई त के लाग्छ भने राजा हरेक मान्छेभित्र आफूभित्र राजा हुन्छ के, आफूभित्र सुपरियोरिटी हुन्छ। म सक्षम छु, म राजा बन्न योग्य छु, म क्षमतावान छु भन्ने हुन सक्छ, हरेक मान्छेमा हुन्छ। त्यही एउटा पात्र हो जो सडकमा पनि आफूलाई राजा देख्छ, जसले महलमा पनि आफूलाई राजा देख्छ, जसले आकाशमा पनि आफूलाई राजा देख्छ। हर ठाउँमा सपना देख्ने एउटा पात्र जो सडकको मान्छे हो। सडकको मान्छेले आकाशको सपना देख्न पाउने कि नपाउने, मेरो सिनेमाले भन्छ देख्न पाउने। त्यही राजा, माग्ने राजा। ओके, माग्ने राजाले यही भन्छ। हामीसँग टेलर रिलिज, गीत रिलिज, टिजर रिलिज, थुप्रै कार्यक्रम चल्छ। त्यो पोस्टर मात्रै हो, एन्सर दिनको लागि धेरै प्रश्न बाँकी छ। त्यसको एन्सर हामी त्यति बेला दिउँला। अहिले यो पोस्टर रिलिज मात्रै हो, पोस्टर गजब आएको छ, यसले फाड्नेवाला छ। धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।
ओके कसरी यहाँ जोडिन पुग्नु हो के सुनौँ न सोध्नु न आज पानी पर्ने कसरी जोडिनु भयो अरे यो तपाईँ बुढो र माग्ने बुढो कसरी जोडी मिल्यो फिल्ममा अब जहाँ जहाँ माग्ने बुढा त्यहाँ त्यहाँ तक्ने बुढा हो हेर्नुहोस् है यो दुई बुढालाई त अर्को बुढाले पनि छुटाउन सक्दैन त्यसले गर्दा काका भएको सिनेमामा काकाले भनेपछि लगायत उहाँहरूले एउटा राम्रो क्यारेक्टर भएपछि होइन यस्तो छ मैले हाम्रो सम्बन्ध एउटा एकदम राम्रो खालको छ मैले उहाँलाई काका भन्ने हो मेरो काका फाप्छ यता फेरि काकाले भतिज नफाप्ने भएर मलाई भान्जा भन्नुहुन्छ फेरि काका र भान्जा हो क्या हामी केदारजीले चाहिँ विल्सनजी हुनुभयो होइन भने यो फिल्मै गरिदिने भनेर चाहिँ अडान लिनु भएको थियो अरे यो हो कि होइन भनिदिनुहोस् त छैन छैन त्यसो कहाँ हुनु त्यो भन्नु मलाई दिनु न तपाईँ नबोल्नु न तपाईँ नबोल्नु मलाई दिनु न केदारजीलाई त्यसमा चाहिँ एकजना यो ठाउँ चाहिँ एकजना मङ्गोलियन कलाकारको लागि थियो त्यस अन्तर्गत चाहिँ विल्सनजीलाई राखौँ भन्ने कुरा आएको हो मलाई एक्चुअली यो फिल्मको कास्टिङ डाइरेक्टर म हो कि विशेषताले अघि भन्न छुटाउनु भयो मैले धेरैवटा काम गरेको छु यसमा होइन राइटर मात्रै होइन यो फिल्मको कास्टिङ डाइरेक्टर पनि म हो त्यो भएर विल्सनलाई चाहिँ विल्सनलाई राखौँ भनेर तक्मे बुढा र माग्ने बुढाको जोडी चाहिँ आफ्टर लङ टाइम टेलिभिजनमा यो जोडी एकदमै हिट भएको थियो यो सिनेमा गरिरहँदाखेरि उहाँले पनि नयाँ खालको जर्नी स्टार्ट गरिरहेको एज अ क्यारेक्टर माग्ने बुढाले पनि होइन एउटा फुल फ्लेज रोल चाहिँ उहाँको यो चलचित्रमा छ भनेपछि त्यसमा चाहिँ यो तक्मे बुढालाई पनि जोड्न पाए हुन्थ्यो भनेर हामीहरूले कुरा गरिसकेपछि अनि सहर्ष स्वीकार गरेर माग्ने बुढाले गरे अघि निशा बहिनीले बारम्बार यो चाहिँ महिलाको पारिश्रमिकको कुरा मात्रै चाहिँ किन कम हुने के गर्ने भनेर बारम्बार क्वेसन सोधिरहेको थियो बहिनी मेरो लागि पनि बोलिदिनु पर्यो के हामी राइटरहरूको पनि पारिश्रमिक कम छ के तपाईलाई त छुट छ नि त तपाईले म यति पैसा दिने भने मेरो स्टोरी नै दिन भन्न पाउने छुट पनि त छ नि त तपाईलाई त्यो त अब अनि एक्ट्रेसलाई पनि छ नि त उहाँहरू यस्तो भन्यो भने काम पाउँदैन होइन मेरो अहिले त केही होइन कतिचोटि चाहिँ यो राइटरको लागि एकचोटि म प्रोड्युसरलाई अलिकति सोध्न मन लाग्यो मलाई है तपाईँ एकदमै हुन्छ नि खुला हृदयको मान्छे हुनुहुँदो रहेछ होइन फिल्म राम्रो बनाउनको लागि कलाकारलाई राम्रो पारिश्रमिक पनि दिनुहुँदो रहेछ मलाई अलिकति सोध्नु मन लाग्छ तपाईँ दाङको बोर्ड अध्यक्ष पनि हुनुहुन्छ दाङ राम्रो बनाउनको लागि चाहिँ कतै खुदा हृदयले राम्रो बनाउन सफल हुनुभयो त्यो चाहिँ सुन्न मन लाग्यो मलाई एक्चुअली धन्यवाद त्यो त अब मेरा वडावासीहरूलाई सोद्धाखेरि अझ राम्रो हुन्थ्यो होइन मैले जुन दिन शपथ ग्रहण खाएँ जुन दिन पदभार ग्रहण गरेँ त्यो दिनदेखि त्यहाँका सेवाग्राही त्यहाँका जनताहरूलाई शिरमा राखेर काम गरेको छु सायद सम्भवतः घोराइको महानगरपालिकाको 4 नम्बर वडा जति सेवाग्राहीलाई सेवा दिने वडा अरू छैन यसरी फिल्ममा लगानी गरिरहँदाखेरि चाहिँ कतै राजनीतिक कारणले गर्दाको घुस खाएर ओरेर आज भोलि त जे पनि हुनसक्छ नि त पैसा कहाँबाट आयो भन्ने प्रश्न उठ्न सक्छ पैसा कहाँबाट आयो त खर्च गर्ने त्यो पनि सुनौँ न हस् धन्यवाद मैले विगतमा 3टा चलचित्र बनाउँदाखेरि वडाध्यक्ष भएको थिएन यो स्मरण गराउन चाहन्छु र म जनप्रतिनिधि भइसकेपछि म कसम खाएको छु म आफूले पनि 1 रुपियाँ खान्न कुनै कर्मचारीलाई पनि मेरो वडाको कर्मचारीलाई 1 रुपियाँ खान दिन्न भन्ने कसम खाएको छु र मेरो वडामा घुस पैसा भन्ने कुरै हुँदैन यो नितान्त मेरो व्यक्तिगत व्यापार हो लगातार गरिरहेको व्यापारलाई निरन्तरता दिएको मात्रै हो हस् धन्यवाद यहाँ दिनेश दाईको गुनासो छ मिडिया गोल्डरको पनि पारिश्रमिक बढाउनु पर्यो भने दिनेश सिटौला